Hey everyone, good morning. This is me Madan Rai. आज पनि तपाईहरुलाई मेरो भ्लगमा धेरै स्वागत छ। आज बिहानीको सुरुवात सँगसँगै आज एउटा भ्लग बनाउनु पर्यो भन्ने सु बाहिरतिर निस्किदै छु। यता अगाडि हिँडिरहेको चाहिँ कला छ। यता फर्कियो हलो दियो उसको फेरि फ्लाइङ किस दिन्छ, फेरि उडी फ्लाइङ किस जान्छ फेरि। अनि त्यसपछि म चाहिँ आज कामबाट आएर अनि मेरो लागि भनेर आज एउटा सामान किन्नु पर्यो भनेर आज हामी सुपातिर जाँदैछौँ। त्यो के सामान रहेछ भनेर चाहिँ म तपाईहरुलाई एकछिनमा यहाँ सुपरमार्केट पुगेपछि देखाउनु छु हैन। ल यहाँ कुकुरले पनि फेरि भङ भङ गर्दिरा। कस्तो राम्रो घर रहेछ है। के छ त कला हाल खबर भन्देऊ न। अनि ठीक छ, हाम्रो के रे सपिङ गर्न जाने सधैँको गल्ली हिँडिरहेछ अहिले। यो चाहिँ यहाँनिर ठ्याक्कै यहाँनिर अस्ति नि पिङ्क कलरको साकुरा फुलिरहेको थियो है। अनि अहिले फेरि पात भएको छ है। अहिले चाहिँ पात छ त हरियाली छ। अनि कस्तो चलिरहेछ जिन्दगानीहरू? कस्तो चल्नु र घाममा यस्तो घाममा हिँड्नु परिरहेछ। अब घाममा नै त हिँड्नु नि, अब साइकल भएको बिग्रिहाल्यो के गर्नु। यस्तो हो एकदम गर्मी है। एकछिन पछि त फट्याकै हुन्छ हौ। अलिअलि गर्मी छ अहिलेकोमा चाहिँ। अनि त्यसपछि हाँचीगाचुमा के होला के यस्तो छ अहिले नै। अनि हाँचीगाचुमा गर्मी होला नि। यो घन्टी फुल हैन? के रे? घन्टी फुल फर्स्ट टाइम देखेँ मैले क्या। घन्टी फुलको बोट। रासोपा फुल हो यो। ल रासोपा फुल रहेछ है यहाँनिर साथीहरु। घन्टी फुल रहेछ के यहाँ। फर्स्ट टाइम मैले देखेको भने। यत्रो यही बाटो कति हिँड्ने तर देखिनँ। नेपालतिर चाहिँ घन्टी फुल भन्छ। त्यो घन्टी फुल चाहिँ किन भनेको भने त्यो घन्टीको जस्तो आकार हुन्छ क्या। टिङ 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 गर्ने जस्तो हैन? त्यो भएको कारणले। अनि त्यसो आज चाहिँ हिजो र आज उसको बिदा थियो क्या। हिजो र आज उसको बिदा हुन थालेको छ। अनि त्यसपछि म चाहिँ रातभरि काम गरेर रुममा आएँ। अनि त्यसपछि मलाई अस्तिदेखि एउटा सामान किन्नु पर्ने थियो क्या। एउटा मात्रै? त्यसो भन्दा घरमा कतिवटा सामान थुपारिसक्यो थाहा छ? होइन विशेष चाहिँ अब यो एउटा किन्ने हो, त्यसपछि चाहिँ नकिन्ने हो। दाइ त्यो सामान त अनि पुरै पसलै जस्तो भइसक्यो त्यो एउटा भनेर। पसल एउटा भनेर त्यो चाहिने कुराहरू हो नि त मेरो लागि। मलाई फेरि चाहिँ इन्ट्रेस्ट लागेको कुराहरू चाहिँ किनिहाल्नुपर्छ क्या। बानी चाहिँ अलिक खराब छ होइन। तर नि जिती बच्चा जस्तो भनेको क्या। तर पनि के भने अनि सिङ्गो बलिरहेछ कुद्ने हो। ए ल ठ्याक्क हरियो बत्ती बलिरहेछ। ए यल्लो भइहाल्यो। ल खतम भइदियो। अब एकछिन फेरि हामी चोत्तो मारे गर्नु पर्यो। चोत्तो माथि कुरेर गर्नुपर्ने भयो। यस्तो छ है। ल बाटोहरू यस्तो छ। कला यहाँनिर छपन जस्तो टोपी लाएर बसिरहेको छ होइन। यस्तो गर्मी छाता उड्छु ल म त। हो ल मेरो टोपी छ नि, टोपी ओड्नु पर्यो। टोपी ओड्नु पर्यो क्या। अनि हामी चाहिँ यहाँ गर्मी भएर यसरी छाता ओढिरहेको छौँ। यसरी छाता ओढेर हिँड्दा चाहिँ फुलबुट्टे छाता ओढेर हिँडिरहेको छौँ है हामी चाहिँ। एउटा छाता दुईजना मान्छे हिँडिरहेको छौँ। यस्तो छ हजुर है। के छ अनि तपाईँहरूको हालखबर? सबैजना सन्चै आरामै कुशलै हुनुहुन्छ होला होइन। अब नेपालमा त अब टक्क अब कोदो रोप्ने बेला हुनु लाग्यो। टक्क लहरे पर्म गर्दाको साह्रो रमाइलो हुन्थ्यो। धेरै वर्ष भयो अब नगरेको। लहरे पर्म गर्नुको लागि पनि गर्दा पनि लास्टै रमाइलो हुन्छ क्या। मजा आउँछ पानी झरीमा भिज्दै काम गर्नु। मजा हुन्थ्यो। अब यो परदेशी भएर अब त्यस्तो खालको मोमेन्टहरू बिर्सेको त होइन। अब नेपाल गएपछि गर्नुपर्छ। हामी जानुपर्ने। त्यो मान्छे के भएको? रोडको बिचबाटै साइकल कुदाउँछ त यहाँ थिच्नुपर्छ के। यहाँनिर खोलिसक्छ। लु हामी चाहिँ ट्याक्कै बाटो क्रस गर्दैछौँ है। अनि त्यसपछि मलाई चाहिँ क्या हाम्रो नेपालमा छ नि हाम्रो नेपालमा पनि जहाँ पाइ त्यहीँबाट बाटो क्रस गरिरहेको हुन्छ नि त।
अनि यस्तै ओदान हुँदोमा यसरी नै ओदान हुँदो भनेछु जेब्रा क्रसिङ जापानिज भाषामा चाहिँ ओदान हुँदो भन्छ है जेब्रा क्रसिङ यसरी बुझाइदेऊ नि त अनि ओदान हुँदो भन्दै ओदान हुँदो भने के हो भने त्यो भएन नि त जापानिज भाषामा चाहिँ यसो भन न जापानिज भाषामा चाहिँ ओदान हुँदो भनेको जेब्रा क्रसिङ हो है आजभोलि त नेपालको मान्छेले हाम्रो भन्दा धेरै जानिसक्छ नि त त्यही भएर हो कस्तो राम्रो यहाँनिर है कस्तो दामी छुनु त हुँदैन फेरि है अनि केही हुँदैन सिग्नलकै सिग्नल यसरी नै बटम थिच्ने अनि सिग्नल अनि यसरी नै रोड क्रसिङ बनाइदियो भने मान्छेलाई कति धेरै सुविधा हुन्छ क्या अनि जहाँ पायो त्यहीँबाट बाटो काटिरहेको हुन्छ नि त अनि अलि डेन्जर हुन्छ त्यो भए कति राम्रो हुन्थ्यो है नेपाल गएर के गर्नु त भन मोज गरेर आउने हो के मोज गर्छ हो 1 महिनामा करेला कति खाने रे इस्कुस भए भरको त्यो एकदम त्यो खाना उसिनेर खाना मिल्ने जति सब खाएर आउँछु गाउँ पनि जाने हो जाने गाउँ जाने गाउँ गएर के खाने रे उता हेर न दुईजना गाडी चढिरहेको बाइक चढेको क्या माथि एउटा चाहिँ माथि 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 सैलुङमा त्यस्तो नभन्नु न बुलाउनेलाई के भन्नु गीत गाउनु पाइँदैन भने आज सन्डेको दिन होइन सन्डेको दिन पनि कति बिजी रोड जहिले बिजी हुन्छ त्यस्तो बिजी रोडहरू छ है क्यालिभर ए उतै होइन हामी जाने कहाँ उतै त अनि त्यही त हो त नि कहाँ टाढो जस्तो लाग्यो त टाढो भने त होइन नितोरी पनि यही हो नितोरीभित्र नि एकचोटि पस्नुपर्छ नितोरीमा हामी के किन्नुपर्ने छ र छ नि के किन छ यो बाँस हेर न बाँस कस्तो डिजाइन भएको बाँसको पनि मजा गर्मीले हो कि गर्मीले मुना पलाएर जातमा चाहिँ भयङ्कर गर्मी छ होइन भयङ्कर त होइन अब भगवान् लाग्छ ल अनि यहाँनिर परेलाई कागले छेरेर यहाँतिर यो बाटोमा एकदम हुन्छ नि त के अरे कागहरू अनि एकदम के यसको स्मेलै गनायो गर्मीमा त कागले छेरेछ र अहिले त काग छैन गर्मी अब यो छाता बन्द गर्दा पनि भनेर छौँ होइन बेलुकाखेरि चाहिँ यहाँ एकदम हुन्छ के आइसक्यो त अहिले ऊ त के यो त बन्द गरिदियो हुन्छ क्या छाता त अलि तल पुग्यो यो होइन अनि अहिले चाहिँ अब यस्तो गर्मीको बेलामा बिचरा पल्लो रोडमा हेऱ्यो भने यस्तो गर्मीमा बुढी बजु पुरै त्यसलाई कसले जापानिज भएर जन्मिनु लाग्यो नेपालमा हुनुपर्छ नि त चिल एस गरेर बस्नुलाई त होइन के हो यहाँ चाहिँ बाइकको पुरै दामी दामी भन्छ यो ट्यापेहरू यो टुक्ने ट्यापेहरू के बोलेको त्यो ट्यापे भन्दा के भयो ट्यापे पारिपछि ट्यापेहरू छन् होइन हामी जाने चाहिँ भनेको यो देन्की हो यामादा देन्की भन्न यहाँ चाहिँ इलेक्ट्रोनिक पसल हो क्या यो चाहिँ ठुलो क्रस यहाँबाट क्रस गर्ने हो ल हाम्रो आजको डेस्टिनेसन यहीँ नै है एक ठाउँमा हो होइन ट्याक्कै लाएर यता हेर्दा त कलाबिस यहाँ गएर तिम्रो मन परेको सामान किनिदिनु पर्ने छ त्यसपछि मलाई आनन्द आउँछ त्यति किनिदिएपछि ल त पाउने हो कि होइन फेरि यहाँबाट जाने यतैबाट ऊ त्यहाँनिर फ्रेस जुस पाउँछ के खाने हो यहाँ फ्रेस जुस आफै बनाएर खाने रे orange juice पानीमा पनि छ तर यहाँ पाउँला कि नपाउँला फेरि यार पाए त हुन्थ्यो